नमस्ते सबैमा। म चाहिँ खास अब सानो विषयवस्तु जोड्नलाई भनेर चाहिँ भिडियो बनाएको कि खासमा कतिपयलाई मेरो कुरा चित्त बुझ्न पनि सक्छ, कतिपयलाई नबुझ्न पनि सक्छ। तर पछिल्लो समय चाहिँ साउथ कोरियामा जहाँ चाहिँ अलरेडी यति धेरै इपिएस वर्करहरू हुने ठाउँमा चाहिँ पछिल्लो समय एज ए स्टुडेन्ट साउथ कोरियामा आउने चाहिँ एकदम धेरै दिन प्रतिदिन एकदम धेरै इन्क्रिज मात्र भइरहेको छ एभ्री इन्टेक है। अब वर्षको 2टा इन्टेकमा अब रिसेन्ट इन्टेक भयो मार्च इन्टेक होइन। मार्च इन्टेकमा यो लट पनि नामै नसुनेको कता कतातिरको कहाँतिरको युनिभर्सिटीहरू पनि धेरै भाइ बहिनीहरू आउनुभएको रहेछ। अनि अब नाम सुनिरहेको साउथ एरियामा पनि धेरै आउनुभएको छ है। तर खासमा चाहिँ एउटा कुरा चाहिँ के हो भन्दाखेरि छोराछोरीलाई विदेश पठाउनु हुने बाबा आमाले चाहिँ के चाहिँ सोच्नु भन्दाखेरि पल्ला छिमेकी चाहिँ कोरिया गएछ, उसले चाहिँ 5 वर्ष बसेर काठमाडौँमा घर बनायो अथवा भनौँ न नियरेस्ट आफ्नो सिटीमा घर बनायो, जग्गा किन्यो भनेर मेरो पनि त्यहाँ पठाइदिनु पाएदेखि त्यहाँ पैसाको बोट छ, उसले टिपेर घर बनाइहाल्छ होइन। खासै टाइम लाग्दैन, त्यही 4-5 वर्ष त भन्ने हिसाबले त्यस्तरी सोचेर चाहिँ नपठाउनु होला है। एकदम धेरै मेरो विनम्र अनुरोध। खासमा यहाँ आएर स्टुडेन्टहरू एकदमै वर्स्ट कन्डिसनमा पुगिसकेका छन् होइन। काम छैन। 1-2जना बहिनीहरूले मलाई पनि मेसेज गर्दै हुनुहुन्थ्यो, खासमा काम कता के कसो भनेर। मम्मीले गहना बेचेर फेरि अहिले पठाइदिनु भएको पैसा अनि त्यही पैसाले चाहिँ कलेजको फी तिरेको दाइ, कतै काम छ कि छैन यताउता भनेर उहाँहरूमध्ये कतिपय बहिनीहरूलाई चाहिँ कता कम्पनीतिर गएर काम गर्दा गर्दा एकपटक चाहिँ इमिग्रेसनले समाइसकेको पनि छ होइन, कतिपयलाई चाहिँ भाइ बहिनीहरूलाई है। त्यो कारणले मैले चाहिँ फर्स्टमा जसले बाहिर पठाउँदै हुनुहुन्छ एज अ गार्जियन होइन नेपालमा बसेर उहाँहरूले चाहिँ आफ्नो 18-19 वर्षको बच्चाहरूलाई चाहिँ प्लिज बाहिर नपठाउनु, स्पेसल्ली चाहिँ साउथ कोरिया चाहिँ नपठाउनु है। मैले आफूले बुझेको कुरा आफूले भोगेको कुरा मात्र सेयर गर्नु खोजेको खासमा। मैले लास्ट टाइम पनि एउटा भिडियो बनाएको थिएँ होइन। अब खासमा चाहिँ म एउटा 30 इयर्स अफ एजमा म आउने मान्छेलाई मलाई त त्यति धेरै गाह्रो भएको थियो भने तपाईँको 18-19 वर्षको भाइ बहिनीहरूले त्यस्तो प्रेसर ह्यान्डल गर्नै सक्दैन कि खासमा भन्नुपर्दाखेरि त्यति धेरै प्रेसर हुन्छ होइन। अनि अब टाइम सक्यो, फेरि युनिभर्सिटीको फी तिर्ने बेला आयो, फेरि महिना यत्तिकै मरिहाल्छ, रेन्ट तिर्ने बेला आयो, ग्यासको बिल, बिजुलीको बिल, फोनको बिल, एकदम वर्स्ट भन्दा पनि तल्लो अर्को केही शब्द हुन्छ भने चाहिँ त्यस्तो अवस्था छ खासमा है। त्यो भएर आफ्नो भर्खरको कलिलो छोराछोरीहरूलाई चाहिँ प्लिज विदेश पठाउनुभन्दा पहिला चाहिँ एकदम सोचिदिनु होला। स्पेसल्ली अझ साउथ कोरिया पठाउनुभन्दा पहिला चाहिँ एकदमै सोचेर मात्र पठाउनु होला भन्छु है। अनि रिसेन्टली पनि हिजो एउटा भाइको अर्को चिनेको भाइ रहेछ, उहाँलाई चाहिँ दोस्रो पटक इमिग्रेसनले समातेर अब आजभोलि 1-2 दिनमा चाहिँ डिपोर्ट गर्दैछ भन्ने सुनेको छु है। अब त्यो पनि सेकेन्ड टाइम इमिग्रेसनले समात्यो भने त्यो पनि एउटा एकदम अप्ठ्यारो परिस्थिति भइहाल्यो। नभएदेखि इमिग्रेसनले नसमाते पनि यहाँ यस्तो छ कि सानो देश अनि मान्छेहरू एकदम धेरै भएर चाहिँ कामै एकदमै पाउन गाह्रो भइसकेको छ। एकपट्टि त रेस्टुरेन्टहरूले पनि फेरि पहिला चाहिँ सामान्य कामको लागि नि ल्याङ्ग्वेज खोज्थेन भने आजकल चाहिँ सामान्य कामको लागि पनि एउटा किचन हेल्परको लागि पनि ल्याङ्ग्वेज खोज्नु थालेछ होइन। त्यो ल्याङ्ग्वेज त अब अहिलेसम्म म यहाँ बसेर मै 2.5 वर्ष लगाइसक्यो, मैले नै राम्रोसँग पढेको छैन भनेपछि उताबाट आउने बित्तिकै झन् पढेर आउने भन्ने चान्सै हुँदैन होइन। प्रायःले पढेर हुँदैनन् भनौँ न। अब पढेर आए पनि त्यही हो, बेसिक खानालाई यो भन्छ, प्लेटलाई यो भन्छ, चम्चालाई यो भन्छ भन्न सिकेर हुन्छ, मिनिङ 2-4वटा रटेर होइन। त्यसले पनि त्यति धेरै अब भनौँ न अब स्कुलदेखि 1 क्लासदेखि चाहिँ इङ्ग्लिस भनेर पढ्दै त ब्याचलर पास गर्ने बेलासम्म मास्टर्स गर्ने बेलासम्म मान्छेलाई इङ्ग्लिसमा कन्फिडेन्स भइसकेको हुँदैन अर्काको भाषा भन्ने कुरा भनेपछि अब होइन। त्यो त अभियसली गाह्रो नै हुन्छ होइन। प्लिज आउनुभन्दा अगाडि चाहिँ आफ्नो युनिभर्सिटीको बारेमा, त्यहाँ वरिपरि कामको बारेमा, कहाँ बस्छु त्यो बस्ने ठाउँको बारेमा, आफूसँग को साथीहरू बस्छ साथीभाइको बारेमा, आफ्नो साइकोलोजिकल कन्डिसन मैले यतिसम्म कुरा ह्यान्डल गर्न सक्छु कि सक्दिनँ भन्ने बारेमा
सबै डिटेल चाहिँ एकपटक चाहिँ एकदमै धेरै रिसर्च गरेर मात्रै एप्लाई गर्नु होला है। यति छ एकाडेमिक रिक्वायरमेन्ट, यति छ आइएल्स रिक्वायरमेन्ट, यति छ, यति भयो, यति त म ल्याउन सकिहाल्छु भन्ने हिसाबले त्यसरी चाहिँ नआइदिनु होला प्लिज है। एकदम मेरो चाहिँ हम्बल रिक्वेस्ट हो होइन। अब होइन अब काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने हिसाबले आउन त सकियो होइन, त्यो त कसैले फोर्सफुली रोक्ने होइन। तर मैले चाहिँ आफ्नो एक्सपिरियन्सको हिसाबले एउटा जेन्युन सजेसन मात्र दिएको कि प्लिज 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 त्यसरी चाहिँ नआइदिनुहोस् है। त्यति सानो उमेरको मान्छेहरू नआइदिनुहोस्, एकदम धेरै गाह्रो हुन्छ होइन। अब अहिलेसम्म हामीले नराम्रो घटनाहरू भनौँ न होइन, जापानमा अथवा अरू कन्ट्रीहरूमा मान्छेले यस्तो गर्यो रे, सुसाइड गर्यो रे, अथवा होइन मान्छे डिप्रेस्ड भयो रे, यस्तो यस्तो कुराहरू धेरै सुनिरहेको थियौँ। अब यदि यही प्रोसेस कन्टिन्यू हुने भने कोरियामा पनि एकदमै त्यो दिन दूर छ जस्तो मलाई लाग्दैन है। त्यो चाहिँ एकदमै नराम्रो हो हाम्रो ओभरअल नेपाली कम्युनिटीको लागि पनि, अझ स्पेसल्ली स्टुडेन्टहरूको लागि झन् एकदमै धेरै नराम्रो हो होइन। इभन वर्किङ भिजामा आएको इनाइन भिजामा आउने दाजुभाइहरू दिदीबहिनीहरू त कति धेरै डिप्रेसनमा गएर होइन त्यस्तो भएको भन्ने सुनिराखिया हुन्छ। एउटा म्याच्योर्ड भएर आफूले भाषा पढेर त्यो कम्पिटिसन फेस गरेर आएको मान्छेहरू त भनेपछि त्यो इट्स नट इजी है। त्यो चाहिँ मेरो खास सबैलाई चाहिँ एउटा रिक्वेस्ट हो है, यो आफ्नो एक्सपिरियन्सको आधारमा प्लिज बिफोर कमिङ एकदम रिसर्च गर्नु। अझ सकेसम्म म त भन्छु भर्खर +2 दिएको, भर्खर पासपोर्ट बन्ने उमेर भएको आफ्नो 17, 18, 19 वर्षको छोराछोरीहरूलाई चाहिँ प्लिज 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 नपठाइदिनु होला। स्पेसली कोरिया चाहिँ झन् नपठाउनु होला नै भन्छु है। धन्यवाद।